साथीहरु, आज मैले कुन चाहिँ पोजेरो भेटे भने यो राजा वीरेन्द्र सरकारले चढेको पजेरो हो। नम्बर हेर्नुस् 526270 श्री5 महाराज धिराज सरकार वीरेन्द्र सरकारले चढ्नु भएको गाडी हो। ठ्याक्कै यो पाल्पाबाट हामी बुटोल जाँदै गर्दा यो भूतखोला भन्ने ठाउँमा चाहिँ भूतखोला फ्यामिली रेस्टुरेन्टमा चाहिँ यो गाडी देखियो। यो गाडी चाहिँ उहाँले नै किन्नु भएको रहेछ अक्सनबाट। हेर्नुस् त, उहाँले यो गाडी अहिले कसैले जति पैसा दिए पनि बेच्दिनु भनेर बस्नु भएको छ। उहाँ आउँदै हुनुहुन्छ यो गाडीको अहिलेको धनी। हामी तपाईहरुलाई उहाँसँग कुरा गराउँदैछौँ है। दाइ नमस्कार। यो गाडी वीरेन्द्रको गाडी भनेर अघि नै मैले भेटाइसकेको छु हैन। अनि मलाई एकदम जिज्ञासा लाग्यो, यो गाडी तपाईले कसरी पाउनु भयो? यो गाडी चाहिँ वीरेन्द्र सरकारको हो कि होइन भनिदिनु होला। यो राजा वीरेन्द्रले आफूले प्रयोग गरेको गाडी हो। हजुर, वीरेन्द्रले प्रयोग गरिसकेपछि पुरानो भएर उहाँले चाहिँ लिलामीबाट बेच्नु भयो। हजुर, बेचिसकेपछि पर्सनल अरु कोही व्यक्तिले लिनु भएको थियो। अनि मलाई पनि म धेरै गाडीहरुको शौकिन। त्यसपछि खोज्दै जाने क्रममा वीरेन्द्रको गाडी रहेछ। हजुर हजुर। अनि मैले एकदमै चिट्ठा भनौँ अथवा संयोगले भनौँ, अहिले राजा वीरेन्द्र र रानी ऐश्वर्या हिँडेको गाडी हजुर म आफू हिँडिरहेको छु हैन। हजुर, यो चाहिँ मैले चिट्ठाले पाएको भन्नुपर्छ, भाग्यले पाएको भन्नुपर्छ हो। अब यो गाडी अहिलेको दिनमा कोही किन्न आयो भने बेच्नुहुन्छ कि बेच्नुहुन्न? यसको केही छ? मैले मेरो मुटु चाहियो भने बरु झिकेर दिन तयार छु, तर यो गाडी चाहिँ बेच्दिनँ। धेरैजनाले मसँग भन्नुभयो कसैले 50 लाख 60 लाख दिन्छु भन्नुहुन्छ, तर मलाई कसैले मुटु चाहिन्छ भने म निकालेर दिन तयार छु। हजुर। तर यो गाडी चाहिँ म मरेर गए पनि सजाएर राख्ने हो, किनभने नेपालको शान राजा वीरेन्द्र चढेको गाडी हो। त्यो गाडीमा आज मैले संयोग चढ्न पाएको छु हैन। त्यसले गर्दाखेरि बेच्ने कुरा चाहिँ हुँदैन। हजुर। अब यसलाई चाहिँ सजाएर राख्ने हो। हजुर। यो नेपालको एउटा गहना हो, शान हो हैन। यस्तो खालको गाडी अब पजेरो गाडी हैन। हजुर। पजेरो पनि पाइदैन। त्यही त मैले यहाँ यसो देखिहालेँ, नम्बर पढे ठ्याक्कै जस्तो लाग्यो क्या। हो, राजा वीरेन्द्र र रानी, राजा वीरेन्द्रले आफै चलाएर हिँड्ने गाडी हो। ए हजुर हजुर। रानी ऐश्वर्यासँग हिँड्ने गाडी हो। अब अहिले मलाई चाहिँ गर्व लाग्छ यो गाडीमा, पुरानो भए पनि जो आफूलाई गर्व लाग्छ हैन। हो, यो त राजाको गाडी, तानपुन गाडी नै भएन नि। ल हजुरलाई भेट्न पाइयो, यो गाडी पनि देख्न पाइयो हैन। एकदम खुसी लागेको छ, धन्यवाद है दाइ। यो खै एकचोटि ढोका खोल्नुहोस् त। त्यो राजा वीरेन्द्र सरकारले आफै ड्राइभ गर्नुभएको गाडी हो पजेरो होइन। उता रानी ऐश्वर्या राखेर हिँड्ने गाडी हो होइन। यहाँ चाहिँ अहिले हाम्रो वैदेवा हुनुहुन्छ है, टक्क उहाँ बसिरहनु भएको छ होइन। खतरा रहेछ है यो गाडी देख्न पाउनु पनि हाम्रो भाग्य हो। यो गाडी छुन पाउनु पनि हाम्रो भाग्य हो है। यो म त एउटा भाग्य नै भन्छु, मेरो जिन्दगीको सबभन्दा ठुलो भाग्य है। पजेरो मित्सुबिसी 1979 लटको रहेछ उहाँले भनेअनुसार, र यसको मूल्य नै छैन, यो बहुमूल्य भयो कि। उहाँले भनिसक्नु भएको छ मेरो मुटु बेच्न तयार छु, मुटु दिन तयार छु, तर यो गाडी चाहिँ सजाएर राख्ने हो भन्नुभएको छ है त। ल धन्यवाद।